म अहिले शङ्खसभाको अति नै सुन्दर ठाउँ नुममा छु। यदि तपाईँ विश्वको 5औँ अग्लो हिमाल मकालुको आधार शिविर जाँदै हुनुहुन्छ भने तपाईँ आइपुग्ने मुख्य ठाउँ यही हो। आजको भिडियोमा तपाईँलाई नुम बजारमा बस्न र खानका लागि कस्ता होटलहरू छन्, यहाँसम्म आउने बाटो कस्तो छ र यहाँबाट अगाडि कसरी बढ्ने भन्ने सम्पूर्ण जानकारी दिनेछु। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने पहिले नै सब्स्क्राइब गरिहाल्नुहोस् है। प्रधानमन्त्री बालेन्द्र शाहज्यूले सार्वजनिक गर्नुभएको डिजिटल आइटिनरीमा डे 2 मा पर्ने दोस्रो दिनमा पर्ने नुम कस्तो छ म आज देखाउँदैछु है त। काठमाडौँ वा धरानबाट आउने पर्यटक सुरुमा खाँदबारी आइपुग्नुपर्छ। खाँदबारीबाट नुम बजारसम्म आउनका लागि स्थानीय जीप वा बसहरू पाइन्छ। यहाँसम्मको बाटोको दूरी 42 किलोमिटर रहेको छ। यहाँसम्मको बाटो थोरै कच्ची र धेरै पक्की छ। यात्रा निकै रोमाञ्चक हुन्छ। Got me up on a late night. You steady playing on my mind. Oh, I can't get you out my head. Got a feeling I can't fight. There's nothing left, but it feels right. I'm feeling you and I won't pretend. I don't wanna say too much. I don't wanna say too much. I just wanna feel your touch. I wanna be closer, babe. I just wanna give you my love. I just wanna give you my love. I just wanna give you my love. सक्यो है। यहाँभन्दा यता कन्डिसन चाहिँ यस्तो छ। यही मानसिकताको साथ आउनु होला। तपाईँ यस्तो बाटो हिँड्नुपर्ने हुन्छ अब होइन। My love, ain't no doubt about it, babe. खाँदबारीबाट गाडीमा बढीमा 2 देखि 3 घन्टाको यात्रापछि हामी यो सुन्दर नुम बजार आइपुग्छौँ। बाइकमा आउनुहुन्छ भने नुममा जम्मा 2वटा वर्कसपहरू छन्। धेरै चलेको वर्कसप चाहिँ यही हो। अब सिधा गाडीहरू पनि मेन्टेन हुन्छ। छ यहाँ चाहिँ मात्रै मेन्टेन हुन्छ। गाडीमा मेन्टेन गर्नु छ भने है डेबिलपट्टि जान्छु है। त्यसको प्राइभेटमा हो बन्द नि हुनसक्छ कहिले। सिरिङ रोड जम्मूमा चाहिँ यहाँबाट सक्नुहुन्छ। यहाँ चाहिँ हिलो छैन क्या, यतापट्टि चाहिँ हिलो छैन, ढलान गरेको छ। सरी बाटो जान सक्नुहुन्छ। अहिलेको दाहिनेतिर जानु भने चाहिँ हेल्थ फेसिलिटी दिन्छ, त्यहाँबाट जानु होला। ट्रेकिङमा निस्कँदा सबैभन्दा ठुलो चिन्ता बस्ने र खाने ठाउँको हुन्छ। तर नुम बजारमा तपाईँले चिन्ता लिनु पर्दैन। यहाँ पर्यटकहरूलाई लक्षित गरेर राम्रा सुविधायुक्त होटल र स्थानीय लजहरू खोलिएका छन्। यहाँका होटलहरूमा सफा र न्यानो सुत्ने कोठाहरू उपलब्ध छन्। गाउँकै स्थानीय अर्ग्यानिक चामलको भात, स्थानीय कुखुराको मासु र सागसब्जी खान पाइन्छ। मूल्य पनि एकदमै सुलभ छ। सहर जस्तो धेरै महँगो छैन। अब रोड नजिकै रहेका केही होटलहरूमा सेवा सुविधा के रहेछ म सोध्छु है त। नुम काउन्टर है। यहाँ आएपछि यतापट्टि हेर्नु भने छिना होटल है। यतापट्टि छिना होटल। हामी त अब खाना बस्न त ठिकै सस्तै दिन्छौँ। अब खाना मासु खाना 300 रुपियाँ हो। अनि कोठा भाडा रुम चाहिँ अब एकजना बराबर 100 रुपियाँ मात्रै दिन्छ। त्यही भएर अब एकजना बराबर 400 भनौँ न। 400 रुपियाँमा बास बस्न सक्यो। सादा भात कसरी दिनुहुन्छ? सादा खाना त 200 नै दिनेछौँ। अनि त्यही कोठा भाडा 100 रुपियाँ गरेर त्यही 400 रुपियाँ एकजना बराबर। कोठा चाहिँ सिङ्गल हुन्छ कि कमनमा कोठा बस्नुपर्छ? त यस्तो हुन्छ, अब कमनमा बस्नुभयो भने कमनमै, सिङ्गल चाहिँ छैन, 2वटा खाट छ। हजुर। अनि अब त्यहाँ मिलेर बस्दाखेरि अब एउटा कोठामा 2जना। दुईजना बस्न सक्नुहुन्छ। हजुर हजुर। कति बजीसम्म बेलुका हाम्रो 10-11 बजेसम्म त खुल्ला हुन्छ। 11-12 नै बज्छ कोही बेला त। 12 बजीसम्म खुल्ला हुन्छ है। हजुर। यो रह्यो कोपिला होटल। कोपिला होटलको इन्टेरियर म देखाउँछु है। केमा छैन? अहिले चाहिँ रुमहरू यहाँ छन्, माथिबाट छ है।
यो कोठा चाहिँ अँधेरो छ कि माथिबाट जुन सादा खाना 200, मासु खाना 300, कोठा भाडा कसरी छ कोठा भाडा हेरी छ। एउटा बेड हुनेलाई 200, अनि चाडा बेड हुनेलाई 600, हेरी छ सर, कोठा हेरी। ए अनि कति टेन्टेटिभ खर्च हुन्छ सादा भात खाएर उहाँ जानुको एक रात बसेर भनेदेखि उहाँलाई 300 मात्र। 300 मात्र कमानमा बस्यो भने मासु भात खाएर चाहिँ मासु भात खाएर चाहिँ 100 बढो 400 भयो। एक जम्बो कसरी दिन्छ भाइ 600 रुपियाँ जम्बो है ठ्याक्कै प्रहरी चौकी सिंहेश्वरी मावि स्कुल घुमेर यहाँनिर अब प्रमिला होटलतिर छिर्दैछु प्रोपेटरलाई म सोध्दैछु है कति लाग्छ कतिमा बास बस्न सक्नुहुन्छ है इन्टेरियर ठुलो घर छ नमस्कार सर। खाना कसरी दिनुहुन्छ तपाईँ खाना सादा 200 है, अनि मासु खाना ब्रोइलरको मासुसँग 300, खसीको मासुसँग 350। अब लोकल हुँदाखेरि अब कुखुरा महँगो छ यहाँ, त्यही अनुसारले हेरेर दाम राख्नुपर्ने हुन्छ। होइन तपाईँको कोठा कसरी छन् कस्ता छन् कोठा कोठा हाम्रोमा अब डबल रुम भएको छ होइन। डबल रुम भएको चाहिँ मैले 500 रुपियाँ लिने गरेको छु। अनि त्योबाट त्यस्तै सस्तो खोज्ने आयो भने पनि मुनिबाट हल्छ एउटा कमान, त्यसमा चाहिँ 100 रुपियाँ गोटाले। कमानमा चाहिँ 100 रुपियाँ सुताउनुहुन्छ हजुर। अर्को चाहिँ 500 भन्दा अन्य स्ट्यान्डर्ड छैन 500, अब अर्को चाहिँ एउटा 300 सम्मको होला एउटा रुम, अरू चाहिँ 500 कै छ सर। बाथरुम छ बाथरुम छ, टोयलेट बाथरुम सबै छ। नेट पनि छ अहिले अब होइन, नेट नभइकन त कोही पनि मान्छे बस्दैन। अनि अब 24 घण्टा नेट छ 24 घन्टा नेट छ। तातो पानीले नुहाउने व्यवस्था छ तातो पानीको व्यवस्था छ, किनभने टुरिज्म एरिया हो होइन। टुरिस्टहरू आउँदाखेरि तातो पानी खोज्छ उनीहरूले। अब तातो पानी नदिकन त हुँदैन। जसरी भए पनि मैले तातो पानी चाहिँ व्यवस्था गरेको छु। छ तातो पानी। तातो पानीले नुहाउँदाखेरि छुट्टै पैसा लिनुहुन्छ कि त्यही रुम भाडामै तातो पानीले नुहाउँदाखेरि अब विदेशीहरूले आफै पनि दिने हो, जोडेर दिन्छ उनीहरूको गाइडहरूले नै मिलाएर। स्वादिष्ट सफा र गुणस्तरीय खाजा खानुहुन्छ नि यहाँ है। हट कफी आएको छ, यस्तो कफी खानुहुन्छ नि यहाँ आउनुपर्छ है साथी। नुम बजार मकालु ट्रेकिङको स्टार्टिङ पोइन्ट जस्तै हो, अझ भनौँ मकालु बेस क्याम्पको प्रवेशद्वार हो। यहाँ एक रात बास बसेर भोलिपल्ट बिहानै पर्यटकहरू अरुण नदीको गहिरो खोजतिर झर्छन्। नुमबाट तल झरेर अरुण नदी तरेपछि सेदुवा भन्ने ठाउँमा पुगिन्छ। यहाँ मकालु वरुण राष्ट्रिय निकुञ्जको चेकपोस्ट पनि छ। त्यहाँ अगाडि बढ्दै जाँदा प्रकृतिको अनुपम रूप देख्न पाइन्छ। अहिले त यहाँबाट सेदुवा टासी गाउँसम्म ट्याक्सी तथा बाइकहरू पनि जाने गर्छन्। भएन त सजिलो, तर आज म नुम बजारको मात्र भिडियो सामग्री प्रस्तुत गरेको छु। सो साथीहरू, यदि तपाईँले मकालु बेस क्याम्प आउँदै हुनुहुन्छ भने नुम बजारमा तपाईँले स्वागत छ। यहाँका स्थानीय मानिसहरू निकै सहयोगी र आत्मीय छन्। तपाईँहरूलाई नुम बजारको यो जानकारी कस्तो लाग्यो, के सोध्नुपर्ने छ भने कमेन्ट गर्नुहोला। भिडियो मन परेमा लाइक र सेयर गर्न नभुल्नुहोला। अर्को भिडियोमा अझै रमाइलो यात्रा लिएर आउनेछु। तबसम्मका लागि बाई बाई।